गाई चाहिँ हामीले त अन्य बोलेको चाहिँ फाइदै भएन थियो यार लामो यार भिडियो बनायो होला अलिकति यही रहेछ गाई छ चराई अहिले हामी गाई बिचमा आइसकेका हौँ यहाँ माथि मन्दिर छ अहिले हामी धेरै बिचमा हौँ अहिले हामी फर्किने बेलामा हामीले हजुरहरूलाई सब देखाइन्छौँ है यहाँ के छ भनेर यहाँ गाई चाहिँ अहिले भिडियो बनाएको मैले त्यस्तो भिडियो भगेन रहेछ कि अघि बोलेको मान्छे कराउनु मात्रै पऱ्यो फकटेमा बिचमा आएर बनाऊँ भिडियो चाहिँ त्यही हो अब हामीले गर्न देखिन्छ जुत्ता हो कि गाई चाहिँ हाम्रो चाहिँ पहिरन त्यस्तो यो टी सर्ट कट्टु अनि क्यामेरा ब्याग नहुँदो रहेछ यस्तो पहिरन भने यस्तो हो गाई थोडा त्यस्तै होइन हामीसँग त भ्लगिङ गर्दै हिँड्नु थाल्यो भने कति वर्ष सब डेटिङ सेटिङ आर्मी सार्मी पनि रहेछ गाई अब भिडियो बनाउनु दियो भने पुरो यहाँ तल रापा देख यही खोला हो नारायणी पुग्ने दोकान भन्ने ठाउँमा यही गाई छ मन्दिर रहेछ यो चाहिँ रापा देख गाई छ भोलि पर्सि आयो भने हामीले यहीँ पिकनिक मनाएको गाई छ तर यहाँ चाहिँ शीतल है शीतल हो त दिन नि नफु उसको जङ्गल हो अनि सबै मलाई पिकनिक सिकनिक आएर जग्गा होइन त्यो एउटा छ्याम बसेर अलि अगाडि गऱ्यो अलि अगाडि जाने कि उता रापा देखाइदिने कि जामै हिँड्न नि कस्तो डराउने र नि तर यो ठाउँ चाहिँ मलाई त ठिकै लाग्यो तर कस्तो लाग्यो पैसा असुल गरिदिने हामी खाँदै पाएर भाइ त्यही हो अरू कुरो केही छैन मलाई अलि दुईवटा फुट हान्नुपर्छ यो चाहिँ बाघ भालु मिलेर गरेर भत्ताएको गाई एकदम टिकटकमा निकै नै भाइरल भएको टिकटकमा निकै नै भाइरल गरेको यही हो गाई चाहिँ यस्तै हो यहाँ यसलाई गाई जस्तो रहेछ यहाँ लास्ट अग्लो रहेछ हाम्रो चित्रको भन्दा नि यार मलाई एउटा खस्यो भने त एउटा तर गहिरो त लास्ट गहिरो भयो गाई चाहिँ त यस्तै रहेछ गाई छेउमा यस्तो छेउमा यो बनाएको चाहिँ भन्दा पनि त्यही हो खस्यो भने जिन्दगी फ्याँस हो फेरि रोक्न यता ऊ छ कि अगाडि अगाडि के भन्छ नि गाई त्यहाँ यस्तो छ खस्यो बर्बाद पहिला चाहिँ यस्तो रहेछ कि यहाँ नहान के उयो गाली गर्न सक्छ झार्ला पुगेन माछा पुग्यो माछा कति गहिरो रहेछ यहाँ पहिला यो बन ठाउँ यस्तो गराएर चाहिँ गयो अनि यहाँलाई भाँचेर नि यो यस्तो बनाएर चाहिँ काट्छ यो यस्तै खै यहाँ रमाइलो छ होइन यहाँ डेटिङ पनि स्टोर जस्तो भयो डोन्ट डिस्टर्ब एनी मोर टु अवर्स है हामी भोलि यसो कस्तो गऱ्यो हामी यता ल्याएर मङ्गलमा जङ्गलमा मङ्गल गरेछौँ त्यो चाहिँ भिडियो हामी चाहिँ सिक्रेट वेबसाइटमा हालेको छौँ है गाइस पेड हुने छ 50 रुपियाँ पेड 50 रुपियाँमा 10 रुपियाँमा डेमा 50 रुपियाँमा हाम्रो यसरी नै हामीले उता गोलाघाटमा हुन्छ नि यस्तै बन ठाउँ गोलाघाटमा बनाउनु खतरा हुन्छ नि त्यहाँ त चिसो हावा आउँछ नि त कस्तो चिसो हावा आउँछ देखाएको कि बन्द गरेपछि अनै हो त्यो यस्तो बन ठाउँ चाहिँ गाई छ होइन पुरै पछि गराउनु पर्छ कि हामीले अब यता जान्ला हामी चाहिँ यतातिर अघि भिडियो बनाएको भिडियो भएको थियो नि अन्त बनाएको 55 रुपियाँ बस्नु गर्नु पऱ्यो नि गाई कम 500 रुपियाँ साटेर आएको हामीले म्याट कटकट्टे थोचेर भयो नि चित्त बुझ्थ्यो होला नि अलि आफूले कमाएको पैसा अनि आफैले मलाई त्यहाँ डेटिङ चाहिँ नदेखाइदिनु होइन यहाँ चाहिँ केही नरहेछ यार पूजा गर्ने मन्दिर रहेछ गाई चाहिँ यही नै रहेछ केही छैन यार अब यता जाने हो यहाँ बाटो त गल्ली गल्ली रहेछ तर खै यहाँ तल बोटिङ हो ऊ यहाँ पूजासुजा गर्ने होला कि खाल्टो होला लाग्छ यस्तोमा त अजिङ्गर सजिङ्गर नि भन्ने बेला नि त खाल्टो रहेछ यहाँ मन्दिर गाई यसको पाहाडहरू नि यहाँ कस्तो कट्टु सट्टु लाएर
म चाहिँ यहाँ पुरै खोरेखोरो गन्जी आएको गन्जी त्यस्तो पसिना भइसक्यो यार खिन्दा यार कस्तो भइसक्यो सुनको जरा रहेछ गाई यहाँ अगाडि म देखिसकेको त्यो जरा चाहिँ हजुरलाई देखाइदिन्छु म अब हेर्नु यहाँ देखाउने बात लाग्यो म देखाइदिन्छु पहिला यहाँ हेर्नु न रमाइलो गर्नु हजुरहरूले यस्तो यस्तो रहेछ रमणीय ठाउँ यहाँ बोको सकन कार रहेछ क्या चिप्लेको यहाँ पूजा सुजा गर्छ जस्तो छ गाइज यहाँ अब जानु भएन हामी जाँदैन यहाँ यतिको यो चाहिँ सिउसो रङ लगाएर राख्यो त्यहाँ अब फर्क्यौँ यहाँ कस्तो हो यहाँ खै हेरौँ त बोटिङ भन्छ नि त्यो केही छैन गाइज सुकेन त्यस्तो यहाँ बाटो छ त यहाँबाट बाटो रहेछ गाइज यहाँ त जतासुकै बाटो छ कि योभन्दा त हाम्रो गोलाघाट हाम्रो लाग्छ तर हुन त अब यस्तो हो टोइलेट त यस्तो छ गाइज यहाँ सेक्सी टोइलेट जतासुकै रहेछ तर यहाँ चाहिँ यो टोइलेट युज चाहिँ कसैले नगर्ने कि नेपालीमा के भन्छ नेपालीमा के भन्छ अरे सही प्रयोग के अरे सदुपयोग नगर्दा चाहिँ कि इङ्ग्लिसमा चाहिँ सेवा सुविधा भएको त राम्रोसँग सदुपयोग नगरेको इङ्ग्लिसमा चाहिँ युज नगरेको के टोइलेट चाहिँ वासरुम रे अझ इङ्ग्लिस टक आएको यहाँ बोटिङ चाहिँ कहाँ खायो भनेको अगाडि देखाएको यहाँ अगाडि बोटिङ भने कहीँ गैँडा पनि भाग्नुपर्छ यही हो कहीँ जरा भएको यहाँ यस्तै यस्तै छ यो फेरि उको रहेछ ब्रोन्जको यो यहाँ हलो सलो जति यो चिजहरू चाहिँ यो चिजहरू चाहिँ उस हो यहाँ एकदम लोप भएको चिजहरू छ यहाँ राखेको रहेछ त्यही सुरक्षित साथ नै हजुरहरूलाई जङ्गलहरू छ यहाँहरू के हेर्नुहुन्छ बोटिङ भने चाहिँ यतातिर कता अब अलि हेरौँला यहाँ भएको चाहिँ छैन रहेछ यहाँ चाहिँ गाई चाहिँ यही रहेछ यहाँ जोतिरहेको मान्छेले यसको त तुरी नै सानो रहेछ यहाँ यही यहाँ यस्तै ढिकीसिकी रहेछ खै धेरै हिँड्नु है गैँडा नै भाडाबाट चाहिँ अहिले सकिन्न त अहिले गैँडा आयो भने चाहिँ मलाई भागा भएको हुन्छ नि यता गाई जङ्गल हो ए मान्छे हिँड्दा रहेछ नि पुल रहेछ नि यहाँ त यहाँको पुल खतरा पुल रहेछ नि गाई छ ए गाई पुल चाहिँ खतरा रहेछ यहाँ तर राम्रोसँग हेरेर हिँड्नुपर्छ लडिन्छ नभए त फेरि यहीमा हो बोटिङ गर्ने हामीले कता अरे बोटिङ हो कि यता माथि यता अरे कहाँ खाएर खोलो यहाँ भनेको बोटिङ सोटिङ भने के यहाँ खास खास गरेर तर्सान दिएको हामीलाई यो मान्छे त यहाँ जङ्गली जस्तो खान्छ तर हामी त्यहाँबाट छिरेर त्यहाँ अगाडि फोटो खिच्नु पनि हामीले जानुपर्छ घुमेर दिन यहाँ एक चिजो राउन्ड घुमाइदिनु पर्छ हामीले अहिले हामी एक दुई सर्ट फोटो हान्छौँ अनि त्यहाँबाट हामीले गाई जाम म त पाहाड चढाएको फेरि भइसक्यो यहाँ जब उकालो चल्न नि त्यति स्याहाँ भइसक्यो यहाँ अगाडि बोटिङ रहेछ यही बाटो आएको थियो हामी भनेको यहाँ चाहिँ यो मन्दिरहरू रहेछ घरहरू पनि रहेछ यहाँ यहाँ बोटिङ सोटिङ केही छैन यहाँ खेतीपाती रहेछ गाइस त्यति कता कता हो गाइस यहाँ खोला रहेछ त्यतिर नि हो रहेछ गाइस हो रहेछ मैले देखिसकेँ अर्को भएको एउटा फाइदा नि हुन्छ एउटा बेफाइदा नि हुन्छ कि अर्को भए सबै चिज देखिन्छ अनि त्यो हो चाहिँ ठाउँमा तिनले ट्याङ्ग ठोक्छ केक बेल ठोकिन्छ होइन त्यही हो यहाँ पहिला मान्छेहरू बस्नु हुँदो रहेछ होइन त अहिले त्यो यस्तो बसाइ छरेर हाम्रो गैँडाहरूले सताएर बाघहरूले सताएर जानुभएछ तर यहाँ चाहिँ
तर यहाँ चाहिँ धेरै मन्दिर सन्दिर रहेछ घरहरू पनि रहेछ टन्ने यहाँ यस्तो कुना कुना पनि गाई यस्तो यस्तो गाई चाहिँ यहाँ रहेछ नि त गाईजी पानी त बोटिङ भनेको यहीँ रहेछ गाईजी पोखरी जस्तो हो त यार यही होला बोटिङ गर्ने गाई त्यहाँ पोखरी रहेछ त्यो तर यहाँ चाहिँ धेरै मन्दिर के है एकैछिन यहाँ उस बन ठाउँ रहेछ यहाँ गएर बस्नुपर्छ हामी लास्ट लाग्छ मलाई देख्ने गाई चाहिँ यहाँ घरहरू रहेछ गाई यस्तो यस्तो कुना कुनामा नि घर हेरेर न यार यहाँ रहेछ बोटिङ चाहिँ एकैछिन बस्यो मेरो थकाएर होइन हेरौँ न एकछिन देखाइदिनु घुम्न आएको मान्छे त्यसै फर्किनु मान्छे आयो यहाँ हेरी चाहिँ बोटिङ भन्ने ठाउँ यहाँ त छेउमा गइरहेको नि बिचमा लास्ट गइरहेको मैले थाहा पाइसकेँ यहाँ हेरी चाहिँ पोखरी भन्ने गाई हेरी चाहिँ यसलाई खुट्टा दुख्यो भन्छ यो मोटोले हिँड्न पनि सक्दैन यसरी नै जिम गर्छु भन्छ अझ यहाँ चाहिँ म यहाँ छ नि मैले यहाँ चाहिँ अब यस्तो फर्किँदै हामी फर्किँदै एनसी भाइ पारा चाहिँ हाम्रो खतरा आइदियो नि यस्तो लुक्समा नि फोर लुक्स यो भनेको त कसैले सक्दैन क्या हामीलाई होइन सक्दैन त्यो नाके तर मेरो नाक पनि त्यस्तै खालको त्यो नाके जस्तै भनेको मिलाउनु पर्यो भाइ तर म पनि यार नाकेले भेट्नु पर्दो जस्तो कि मिलाउनु पर्यो अब यार म त मेरो मिच भयो नि फेरि नाके अनि गाई चाहिँ के हो करा आयो सहरमा त चिनी जत्रो नाक्ने तर त्यसको भन्दा नाक त मेरो सानै छ नाक छैन बराबर छ तर रटानीको भुटी चाहिँ अलिक ठुलो रहेछ है हो साथै त्यो मुला अलि धेरै बियर खाएर होला कि धेरै सागरमा देखेको थिएन ए पौडी भुटी त कत्रो थियो त्यसको भुँडी पनि ठुलो त्यसको त फेरि त्यो भुटी के भुटी भोटी माछा झन् ए त्यसको त भोटी हाम्रो नि हुँदैन प्र्याक्टिस जारी छ गाई चाहिँ अहिलेको ठाउँबाट फर्किँदै हामी यसरी नि भिडियो रोकम क्या नरकम नाकेसँग चाहिँ मिलाउनु पर्ने भाइ गरेको नाके भेट भएको जिताको नाच छोडेर सगरमाथा भन्न अग्लो भइदिएको यहाँ पहिला मान्छे बस्नै रहेछ क्या है छोडेर भाइ नचिताउनु नजिताउनु के अरे नचिताउनु ननिदाउनु किन बाघ चाल्यो लाग्यो मान्छेहरूले बस्न छोडिसकेको छ यहाँ चाहिँ मान्छेहरू पहिला बस्ने रहेछ अनि अहिले चाहिँ खै किन छोडेर रहेछ मन्दिरहरू टन्नै रहेछ त यहाँ चाहिँ ठाउँमा मन्दिरहरू छ क्या त्यो आफ्नो यो कुल पूजा गर्ने मन्दिर रहेछ मलाई फेरि हामी फेरि फर्केर त्यही हाम्रो त्यो उसमा पुरा हालेको थियो नि हाम्रो के अरे पुलमा कति लाखको पुल रहेको 52 करोड अनि सरकारले गराएको पुल हुन्छ भने त्यत्रो महँगो पहिला सुनको थियो अरे पानी परेर पहिला सुनको थियो अरे तर यहाँ माछा होला यार ठुल्ठुले तर खोला चाहिँ सही छ क्या गाई हेर नि रापती खोला तर यो त यार यस्तो हल्ले भाँच्छ जस्तो अब हामी त्यहाँ गएर 1-2 सर्ट फोटो हान्नुपर्छ अनि गाइजहरूलाई सब देखाइदिने हाम्रो पैसा उसुल गर्नुपर्छ कि भने फेरि हामी आयौँ यहीँ फोटो खिच्दियो कि एउटा तर त्यो धमिराले खाएछ कि यहाँ काठ सर्छ गाई त्यो पुच्छर चाहिँ मान्छेले लगाएको कि सिमेन्टको बनाएको यहाँ पनि रहेछ गाइस 80 करोडको पुल 80 करोडको पुल हो कि 80 लाखको पुल हो यो
ओके गाइस यहाँ त तर यार उसो हुन्छ कि त्यो के अरे सिस्नो भन्ने जात पानी पऱ्यो भने मरिन्छ यहीँ गाइस यहीँ फोटोसुट हान्ने हजुरहरूले पुरो सेक्सन सेक्सन उता अगाडि पहिला त्यो फिल्म देखाइदिनु के अरे यहाँ यो हामीले यो देखाइदिनु हामीले देखाएनौँ गाइस अब फोटो त धेरै भएको हुन्छ भिडियो बनाएको थियौँ अघि मिस्टेक भएछ होइन त त्यही पनि म देखाउँछु कि तँलाई सिनेमाटिक भिडियो ल यस्तै खायो गाइस यहाँ चाहिँ यस्तै छ अनि यहाँ चाहिँ यो उस छ होइन हिँड्ने बाटोमा अनि यहाँ दुइटा रुख राखेको छ यो चाहिँ जुरुडा हुन्छ जुरुवा अहिले हामी यही फोटो खिच्छौँ हामी यसमा हामी यसै फोटो खिच्छौँ जुडुवा रहेछ यो चाहिँ यस्तै हो यहाँ जङ्गल जङ्गल छ पुरै यहाँ चाहिँ यस्तो यहाँ चाहिँ ठ्याक्कै त्यो उसको जस्तै अमरेस्टा जस्तो रहेछ यहाँ चाहिँ तर यहाँ छाता हाल्दा चाहिँ ठ्याक्कै अमरेस्टा देखिन्छ इन्ट्रान्स हो यो चाहिँ यहाँबाट चाहिँ छिन्यो टिकट सिकट काट्नुपर्छ यस्तै हो यहाँ अब हामीले फोटो गर्छौँ गाइज ल बाई गर्दै ल